What's up guys and welcome back to my another video. जसरी हजुरहरूलाई थाहा नै छ कि म कसरी 45 केजी देखि अहिले 75-76 मा पुगेको छु। यो सब मेरो एउटा मेहनतको कारणले गर्दा पनि हुन्छ। बट भन्छ नि सुनमा सुहागा, त्यस्तै गरी यो जिम वाला पाथमा मलाई चाहिँ क्रेटिनले धेरै नै हेल्प गरेछ। क्रेटिनले हेल्प गरेछ मेरो स्टेमिना बढाएर, बडीलाई पम्प आउट गरेर, अरु पनि धेरै कुराले गरेर। तर हजुरहरू जुन अहिलेको जेनजी हुनुहुन्छ, जुन अहिले टिनेजर हुनुहुन्छ, भर्खर जिम जोइन गर्ने हुनुहुन्छ भने त्यसलाई म एउटा सानो एडभाइस आफ्नो तर्फले दिन गइरहेको छु। यो एडभाइस के हो भने क्रेटिन हजुरहरू पक्कै पनि सुरुवात जिमको गर्दै हुनुहुन्छ भने क्रेटिन त हजुरहरू लिनु नै हुनुहुन्छ, किनभने क्रेटिन प्रोटिनलाई त नेचुरल मानिरहेछ भनेर। अनि क्रेटिन प्रोटिनमा चाहिँ म अहिले चाहिँ यो भिडियो चाहिँ खासै क्रेटिनको लागि बनाउन गइरहेको छु। क्रेटिन मैले धेरै युज गरेँ अनि क्रेटिन युज गर्दा कालमा मैले चाहिँ फर्स्टमा चाहिँ क्रेटिन मोनोहाइड्रेट ओस्ट्रोभिटको चाहिँ युज गरेको थिएँ। हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ। अनि यो चाहिँ मैले युज गर्दा यसमा मैले के पाएँ चाहिँ यो युज गर्दा चाहिँ मलाई चिउ चिलाउने, पेट दुख्ने अनि कुनै बेला चक्कर आउने जस्तो पनि हुन्थ्यो। बट कुरा के भयो भने यसले चाहिँ मलाई खासै त्यस्तो इफेक्ट पार्यो भन्ने जस्तो पनि लागिरहेको छैन। त्यही भएर पनि मलाई धेरै दाइहरूले सजेसन पनि दिनुभयो। अनि त्यस पछाडि मैले युज पनि गरेर अहिले जुन नयाँ हाम्रो आएको छ, धेरै पहिलादेखि नै चलिरहेछ, तर मेरो लागि, मेरो लाइफको लागि एउटा नयाँ क्रेटिन चाहिँ मैले युज गर्न थालेको मसल ब्लेजको मोनोहाइड्रेट छ। अनि यो क्रेटिन चाहिँ म खाँदा केही त्यस्तो फिलै हुँदैन, खाने बेलामा चाहिँ रिगर्जिनेट त्यस्तो टाइप पनि केही हुँदैन। म पुरै सिम्पली खान्छु यसलाई अनि त्यस पछाडि त्यस्तो केही टेस्ट पनि बुझिँदैन, नर्मल पिठो खाए जस्तै हुन्छ। अनि इनहेलिङमा पनि धेरै राम्रो सहयोग पनि यसले पुर्याउँछ ओस्ट्रोभिट तुलनामा। अनि त्यस पछाडि यो खाँदाखेरि मेरो बडी पम्प आउट हुने, पहिलाभन्दा बडी प्रोग्रेसिभ हुने त्यस्तो मलाई देखियो। त्यही भएर म आजकल म सबभन्दा बढी क्रेटिनमा चाहिँ मोनोहाइड्रेटलाई नै प्रायोरिटी दिन्छु। अनि हजुरहरू पनि अहिले स्टार्टिङ गर्दै हुनुहुन्छ भने म जस्तो गल्ती नगर्नु हजुरहरू पनि। अनि हजुरहरू चाहिँ मसल ब्लेजको चाहिँ 100 ग्रामको पनि आउँछ, 250 ग्राम, 300 ग्रामको पनि आउँछ। 300 ग्राम हेरी त्यसमा छुट पनि हुन्छ। म एउटा नम्बर पनि तलमा हालिदिन्छु। यदि हजुरहरू ललितपुर नजिक नै बस्नुहुन्छ भने त्यसमा हजुर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यदि हजुरहरू अहिले चाहिँ क्रेटिन लिनु भएको छैन भने अनि हजुरहरू चाहिँ क्रेटिन लिने सोच्दै हुनुहुन्छ भने म हजुरहरूलाई आफ्नो सानो एक्सपिरियन्सले यही भन्न चाहन्छु कि हजुरहरू मसल ब्लेजको क्रेटिन लिनु। हजुरहरू अहिले बिगिनर हुनुहुन्छ भने 2 देखि 3 ग्रामसम्म क्रेटिन लिन सक्नुहुन्छ। आफ्टर अल म अर्को भिडियोमा हजुरहरूलाई प्री वर्कआउटको बारेमा फुल डिटेल हाल्नेछु। तबसम्मको लागि थ्याङ्क यू।